नमस्कार अनि स्वागत छ visionsamsar.com को गौरवमय प्रस्तुति भिजन संसार प्लसमा म श्यामी स्मिथ र यतिखेर म स्वयम्भू काठमाडौँ महानगरपालिका वडा नम्बर 15 स्थित स्वयम्भूको यो भगवान पाउमा आइपुगेको छु। यो सुशी 24 आवर्समा आइपुगेको छु। अब मेरो अगाडि मुस्कुराइरहनु व्यक्तित्व हुनुहुन्छ नेपाली गीत सङ्गीतमा अत्यन्त चर्चित नाम हो सुनिल लामा। बिन्ती बिसाउँछु हजुर 50-55 सालतिर अत्यन्त चर्चामा आएका गायक हुनुहुन्छ। जर्मनदेखि नेपालसम्म अत्यन्त चर्चाको शिखरमा रहनुभएका गायक हुनुहुन्छ बिन्ती बिसाउँछु। चाहना मोलम लगायत धेरै एल्बम निकाल्न सफल गायक मात्र नभइकन उहाँ तामाङ भाषाको राम्रो नायक पनि हुनुहुन्छ र उहाँले यतिखेर भगवान पामा यो अत्यन्त राम्रो व्यवस्थित तपाईँले देखिरहनु भएको छ। विश्वभरि संसारभरि ख्याति प्राप्त जापानिज फुड सुशीको चाहिँ मार्केटिङ गर्न र प्लस उहाँको यो रेस्टुरेन्ट हेरेर नि कस्तो छिटिक्क छन्। यो रेस्टुरेन्ट उहाँले खोल्नु भएको छ। उहाँलाई स्वागत गर्न गइरहेको छु। सुनिल लामाजी स्वागत छ तपाईँलाई। नमस्ते हजुर। अनि आराम हुनुहुन्छ? ठिकै छु भन्नु पऱ्यो। अनि तपाईँलाई बिन्ती बिसाउँछुमा देखेको मान्छे, चाहनामा हराएको मान्छे, मोलम लाउँदा लाउँदै कता हराएर यता पुरा रूपमा सुशी 24 आवर्समा पो हुनु व्यस्त हुनुहुँदो रहेछ। हराएको चाहिँ भन्नु मिलेन, किनभने अब होला म नेपाली गीत सङ्गीतमा पहिला थियो, त्यस पछाडि म बिचमा अलिकति ब्रेक गरेँ। त्यस पछाडि मेरो आफ्नो समुदायलाई भनौँ टेलिभिजन प्रोग्राम मेन्डल अफले भन्ने चलाएँ, लगभग 7.5 वर्ष त्यहाँ चलाएँ। त्यस पछाडि त्यसमा नै अब भनौँ प्रत्यक्ष रूपमै आइरहेको थिएँ र त्यस पछाडि अब भनौँ तपाईँको नेपालमा एकदमै ठुलो दुर्घटना भयो, जस्तै तपाईँको चाहिँ होइन भूकम्प आयो। भूकम्प पछाडि मैले मेरो आफ्नो प्रोग्राममै ब्रेक गर्नुपर्ने स्थिति भयो। त्यस पछाडि अब के गर्ने भनेर पछि सोच्दाखेरि अब गरौँ त एउटा केही न केही व्यवसाय भन्दाखेरि अहिले नेपालमा पछिल्लो समयमा धेरै डिमान्ड भएको र अलिकति मोडर्नाइज खाना र अलिकति हाइजेनिक खाना भनौँ न, अलिकति राम्रो खाना, अलिकति होइन स्वास्थ्यको लागि पनि अलिकति राम्रो खाना विश्वमा चलेको सुशी भन्ने चाहिँ जापानिज फुड हो। यो अहिले विश्वमा धेरै नै चलेको हुनाले अब म आफै पनि युरोपतिर बसिरहेको हुनाले युरोपमा धेरै चल्थ्यो, नेपालमा किन नचल्नु भनेर नेपालमा गर्नु खोजेँ। तर नेपालमा पनि धेरै अगाडिदेखि नै सुशी चलिरहेको ठाउँ पनि हो। धेरै ठाउँमा चाहिँ सुशीहरू छ, रेस्टुरेन्टहरू छ। त्यहाँ चाहिँ के भइदियो भने अलिकति महँगो, अलिकति भनौँ न सुशी भन्ने साथै धेरै नै एक्सपेन्सिभ हुन्छ। सर्वसाधारणले भनौँ न चाहेर पनि खान नसक्ने परिकार भएको हुनाले मैले चाहिँ यसलाई कसरी चाहिँ नेपालीले र सर्वसाधारण मोमोसँगै पनि तुलना गरेका। जस्तै म कहाँ एउटा बक्स छ, मिक्स बक्स छ, बिग बक्स छ, स्मल बक्स छ, 200 रुपियाँको चाहिँ मिक्स बक्स गरेर मैले बेचिरहेको छु। जस्तै भनौँ तपाईँको चाहिँ 400 रुपियाँमा बिग बक्स भने त्यसमा चाहिँ कि तपाईँको चाहिँ फिस फ्राई फिस एकदेखि सबै कुरा मिक्सअप गरिदिएको छु। त्यो चाहिँ किनभने अलिकति नर्मल व्यक्तिले पनि खान सक्ने र जापानिज टेस्ट खाउनेहरू पनि खान सक्ने हिसाबले राम्रो किसिम। त्यसको मतलब फेरि राम्रो चिज हालेर पनि होइन, सबै एक्सपोर्टेड नै छ। त्यसको मतलब मैले कुनै पनि त्यस्तो ठुलो मार्जिन नराखेँ होइन, सर्वसाधारणले पनि किन्नु र लन्चको हिसाबले र अलिकति फेसनेबलले पनि खान सकोस् भनेर चाहिँ अहिले सुशी 24 आवर्स भन्ने नाम खोलेको छु। 24 आवर्स मात्रै भन्नु खोजेको मतलब 24 आवर नाम मात्रै नभइकन हाम्रो चाहिँ डेलिभरी चाहिँ 24 आवर नै 24 आवर नै तपाईँले डेलिभरी गर्दै हुनुहुन्छ। 24 आवर्स नै डेलिभरीहरू छ। र मलाई सर्वप्रथम सबभन्दा खुसी लाग्ने चाहिँ मैले खोलेको भर्खर तपाईँको सुशी भनौँ न सुशी 24 आवर्स चाहिँ 24 आवर नै चाहिँ यो यस्तो छ। मेरो चाहिँ डेलिभरी हुन्छ भनौँ रातको 12 बजी पनि 1 बजी पनि तपाईँले डेलिभरी चाहेको खण्डमा हामीले डेलिभरी गराउँछौँ। त्यो मात्रै नभइकन कसैको विवाह वर्तमान अथवा केही गऱ्यो अथवा कुनै पार्टी गर्नु पऱ्यो, केही कुरामा तपाईँले पार्टी गर्नु मन लाग्यो, मसँग त्यस्तो ठुलो बजेट छैन, सानो बजेटमा चाहिँ अलिकति साथीभाइलाई चाहिँ राम्रो खाना खुलाउँ त भनेर त्यो पनि गर्ने तयार छु क्या म त्यसैले। अब नेपालपछि एकातिर गीत सङ्गीतको चाहिँ मजा दिएर तपाईँले धेरैलाई हेल्प गर्नुभएको छैन, यतातिर चाहिँ खानाको एकदमै भन्दा जापानिज स्वाद साह्रै विश्वले मन पराएको सुशी खाएर चाहिँ एउटा अर्को भनौँ तपाईँलाई चाहिँ उल्लेख्ने राम्रो काम गर्दै हुनुहुन्छ। त्यो भन्दा पनि त्यो त अब एउटा मेरो व्यवसाय पनि हो। र अर्को कुरा चाहिँ अब यो अहिले पछिल्लो समयमा लकडाउनले धेरै देश भनौँ न विश्व मानव जातलाई त्यसो भनौँ न होइन अहिले एकदमै अर्थतन्त्रदेखि लिएर अब मानव जातलाई नै धेरै नै अब क्षति भइरहेको अवस्थामा धेरै मान्छेहरू बेरोजगार भइरहेको बेलामा केही कुरा रोजगार पनि दिन सकिन्छ कि भन्ने सोचले एउटा सानो भनौँ न मैले अब धेरै त दिन सक्दिनँ। अहिले 7-8 जना छ हामी परिवार भनौँ न, एउटा स्टाफ भनौँ अथवा जेसो गर्नुहोस् 8-10 जना हामी चाहिँ यो सानो एउटा आउटलेट मात्रै नभए पनि घरमा मेरो चाहिँ सीता पाइलामा चाहिँ विशेष गरेर यसको आउटलेट बनाएर त्यसको चाहिँ मास्टर किचन त्यहाँ भएको सबै गरेर 8-10 जनाले कमसेकम रोजगार पाएको छ।
त्यो नै ठुलो कुरा लाग्छ मलाई। त्यस कारणले यहाँहरूले सुसी 24बाट सुसी मात्रै नभइकन मसँग नेपाली खाजाहरूको पनि विशेष गरी चाहिँ नेपाली खाजामा हामी नेपालीहरूले मन पराउने मोमो, चाउमिन, थुक्पा, पिज्जा होइन, स्यान्डविचहरू, बर्गरहरू, तपाईँको चाहिँ भनौँ न बिरयानीहरू, विशेष गरी त्यस्तो किसिम गर्नलाई चाहिँ हामी त्यो पनि गरिरहेको छौँ। त्यसको लागि चाहिँ मेरो मास्टर किचनमा चाहिँ अब हेड कुक हुनुहुन्छ, उहाँ चाहिँ अब अन्नपूर्ण होटलमा धेरै वर्ष उहाँले सेफको रूपमा काम गरिसक्नु भएको छ र त्यसै गरेर विदेश पनि उहाँले धेरै एक्सपिरियन्सहरू गर्नुभयो। हामी 2-3जना मिलेर चाहिँ अहिले यो सुसी 24 आवर्स भन्ने गरेको छ। यसमा चाहिँ सुसी सँगसँगै बेकरी सबै कुरा हामीले चाहिँ भनौँ न नेपालीले एकदमै राम्रो खाना, हेल्दी खाना र अलिकति सस्तोमा खान खोज्ने, भन्नाले सस्तो भने त्यस्तो सस्तो पनि होइन, भन्नु खोजेँ स्वास्थ्य खाना र अनि सँगसँगै चाहिँ अब भनौँ न खाजाको लागि भनौँ न कसैले चाहिँ 200 रुपियाँ तिरेर खाजा खान्छ भने होइन, म चाहिँ सुसी खाउँ अथवा सुसी होइन 200 रुपियाँ होइन, म 100सम्ममा 150सम्म चाहिँ मेरो खाजाको खर्च छ, के खाउँ त भने म खानै पनि दिएको छु 130 रुपियाँ चाहिँ। तपाईँको चाहिँ चिकन खाना छ, टिपिकली नेपाली खाना हुन्छ, त्यसमा नेपाली टेस्टमा छ। एउटा चाहिँ तपाईँको चाहिँ चाइनिज चिकनमा छ, अनि चाइनिज चिकन करीमा, अनि एउटा चाहिँ तपाईँको किम्ची चिकन, कोरियन चिकनमा पनि हामीले गरिरहेको छौँ। र एउटा भेजमा जम्मा 4 थरीको चिकन छ। चिकन करी तपाईँले अर्डर गर्नु साथै राइस फ्रीमा छ। त्यो राइस फेरि हाम्रो यो भनौँ न अलिकति राम्रै चामल छ, जापानिज राइस नै हामीले हालिदिएको छौँ। त्यसैले गर्दाखेरि अब धेरै डिमान्ड छ, सबैजनाले मन पराइदिनु भएको छ, सबैजना यही नै खुसी छ मलाई। ल सुनिल सर, तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईँ गायन यात्रामा जति तपाईँ सफल हुनुभएको छ त्यसरी नै यो सुसीको यात्रामा तपाईँ सफल हुनुहोस्। तपाईँलाई धेरै धेरै शुभकामना, हार्दिक बधाई सहित बिदा हुन्छ। हस्, नमस्कार।